हामी अब फुल पोखरा टोली 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 बाटो पकड्ने हामी अहिले हामी अब टुर पोखरातिर बाइ 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 देखियो टोली टुर जाने टोली टुर जाने टोली यी तुलसी आन्टी हुनुहुन्छ पोखरातिर हाम्रो लक्ष्मण दाइ पहिले भन्नु पर्दैन अझ नराम्रो हामी पोखरा बजार आइके के अरे बस पार्क पोखरा पृथ्वी चोकै भन्ने यही हो पोखरा गाडीको पाङ्रा फुट्यो अनि हामी चाहिँ पोखरा आयो बस्दा आइपुग्यो हेलिकप्टर ए अमेरिका जाने गाडी कहाँ पाउँछ अमेरिका जाने गाडी कहाँ पाउँछ म्याम गाडी आउँछ अहिले नै जानु छ त्यहाँ हाम्रो टोली अब हामी चाहिँ भलेगाउँ जाँदैछौँ अहिले हामी चाहिँ पोखरा छौँ पोखरा पर्छ पोखरामा बाटोमा ब्रस गर्ने भेष ब्रस गरेर खै खै दाइ हेलो हामी अहिले कहाँ छौँ भनेपछि पोखरा दाइ भाउजू हरि दाइ उचल दाइ ए ल ल ल I am frustrated because hungry. लक्ष्मण दाइको आफ्नै होटल रहेछ मेरो सबै शरीर दुखिसक्यो तर पनि हाम्रो गाडीको ड्राइभर दाइ गाडी चलाउनु पर्यो What is this place के राम्रो भयो भने बसाले गर्नु भएन नि पाप लाग्छ हो ड्राइभर अङ्कललाई तर
घलेगाउँ त फटिसक्यो भुजुङको अड्डा पुग्न आइगयौँ अब हामी जहाँ बस्नेवाला छौँ आज राति भुजुङ होमस्टे हामी जान लागेको छौँ आज चाहिँ अनि भुजुङमा बसेर भोलि बिहान चाहिँ हामी घलेगाउँ घुम्नेछौँ Traditional house, tea garden, museum. Hello, brother. Yeah, कति राम्रो नजारा यार हिमाल पहाड तराई हिमाल भन्दा त हाम्रो भाउजूले राम्रो हुनु रहेछ हो के भाउजूको अगाडि हिमाल त फिक्का लाग्यो होला त खतरा लाग्यो कार्की दाइ इन डिप्रेसन आई थिंक हेलो कस्तो लागिरहेको छ हजुरहरूलाई आएर हामीलाई चाहिँ एकदम फिलिलिली बाटो रहेछ फिलिलिली मजा जिन्दगीमा मलाई आएको लिटरली इट इज वन्डरफुल के हो जुसेको हाँ
बाई गाइस Quito sea. Quito. Quito tu nombre boy. नानु पसल को छाउने यहाँ चक्र पुगेन भयो के भयो भयो मै पनि बन्छु कि कवि देशकोटा यो पनि त हामीले खोजेको कि Hello guys, good morning from Bujung गाउँ लमजुम चिसो हावा अनि यहाँ म सेलरोटी यो चाहिँ कोदोको सेलरोटी यहाँ पनि छैन चम्चा एउटा आज म चटिक गरेको छु हिजोदेखि नबोल्ने मान्छे नाच्दे दामी छ जस्ट प्र्याङ्क ल सबैलाई कृष्ण भाइ दामी छ म यहाँ छु यहाँको यहाँ छन् सुरजहरू यी सागर भाइ यहाँ छन् त्यही बोले खान रिसा क्या मसँग फोटो नखिच्दै ऊ आधी माथि छन् ल भयो हाम्रो टोली यतिजना चाहिँ हामी आएको थियौँ भुजुङ गाउँ भुजुङ लुक द ब्युटी अफ भुजुङ गाउँ विदाई प्रोग्राम चलेको छ हाम्रो बिदाई अब चाहिँ हाम्रो यहाँ वेलकम भन्यो नि गयो बिदाई भन्यो पनि गयो जानुभन्दा अगाडि चाहिँ एकचोटि सबैलाई वेलकम प्रोग्राम बिदाई हुँदैछ हाम्रो ल सुरज यता
खाकिन क्या हो उज्जवल यहाँ छ ल गङ्गा पछि डाँडा पाखा पोखरा घलेगाउँको यो घलेगाउँको टापुबाट चाहिँ एकदम मजाले यो पहाड देखिँदो रहेछ यता एउटा पहाड देखिन्छ एउटा उता पहाड देखिन्छ त्यसपछि आइगयो ग्यामला त्यसपछि यतापट्टि चाहिँ घलेगाउँ है घलेगाउँ बजार पुरै घलेगाउँ बजार छ वहाँबाट यो पुरै बजार ठ्याक्क उता पहाडको तल मजाको घलेगाउँ बजार ल अब हामी चाहिँ यहाँबाट घलेगाउँ घुमिसकेपछि अब हाम्रो यात्रा चाहिँ हुनेछ घलेगाउँ घुम्यौँ अब सिधै हामी पोखरा डाइरेक्ट पोखरा गएर आज पोखरा घुमघाम हुनेछ ल पोखरासम्म अब यात्रा
मेरा भाइ हो भैली खेल्न आयो ए राम्ररी भन ए राम्ररी भन लागिरहला यो माला साला देखेर कहाँ भैली खेल्न जान्ला जस्तो तर यो भैलीको माला होइन तिहारको माला होइन यो चाहिँ यो लमजुममा आएको बेलामा चाहिँ है घुमघामको बेलामा हामी घलेगाउँ गएर त्यसपछि भुजुङ गएर उहाँबाट फर्किँदै आउँदा चाहिँ यो ठाउँको नाम चाहिँ ठ्याक्कै थाहा भएन अहिले चाहिँ यो ठाउँमा आएर अनि खानासाना खायौँ खाना खाँदा चाहिँ खाना खाइसकेपछि खाना खाने बेलामा उहाँहरूले चाहिँ खानासँगै अनि त्यसपछि हामीहरूलाई चाहिँ वेलकम सहित उ गरेको हो यो चाहिँ है स्वागत गर्नुभएको खानासँगै अनि त्यसपछि अर्को होइन मेरो नाम चाहिँ हो नै सिर्जना परियार अनि मेरो टिकटक आइडी चाहिँ सिर्जना परियार गरिदिनु होला प्लिज यहाँनिर ढिकी चौक खेलिरहने भाइ बहिनीहरू ए बहिनी नै रहेछन् त्यहाँ फोटोहरू खिचिरहेको छ हिमाल यतापट्टि झन् मिठो हिमाल ल अब चाहिँ हामी फेरि अब पोखरातिर जाँदैछौँ गरेको मात्र फेरि लगाएन नि यता भ्लग धान्न मात्र हाम्रो होटेल This is your hotel fry. Namaste sir, namaste. Hotel. Hello, room चाहिँ यही हो. ठ्याक्क मेरो रुम. आनन्दले अब सुत्ने हो. मजाले. ठिक्क सिसा अगाडि. राति आएर कहाँ हो यो? लेक साइड. भाउजूलाई त यहाँ बस्नुहुन्थ्यो अलि उ भएन क्या हजुर ल यहाँ रमाइलो भइरहेको छ कस्ता छोरा छोरी यहाँ चाहिँ है भागेर आएछन् भ्लगमा आएपछि मलाई नभन्नु ल बाबु आमाले देखेर लेटर भोलि कहाँ लैजान्छु भन न हामीलाई मैले यतै बाटो ल गयो विकासलाई फोन गरेर 5,000 मागेन बसौँ ल कुकुर आमा के खान्छ कुकुर हो कि बाघ जस्तो यहाँ त शब्द दिए होइन भिडियो बनाउँदैन ट्याक्क पज गरेर चाहिँ बत्ती बालिदिनु पर्यो कि देखिएन वसुदाले बुझ्दिनु
आकाशमा उड्दैछु म बादलमा डुल्दैछु ल यो गाइस गेम खेल्ने हैन खेल्न त आइहाल्छ म आफू देखेकै छैन ल हामी चाहिँ पोखरा लेक साइडमा है घुम्न आएको छौँ अरू के बोलौँ यार यहाँ स्केटिङ छ स्केटिङ त आजभोलि स्केटिङ नेपालगञ्जमै छ यहाँ आएर खेल्छ पहिला अब पोखरामा मात्रै एकदम थियो नि त अब सुरुमा अब Light house, open house. बोल्नु भाइ कस्तो लागिरहेको छ त घुम्दाखेरि एकदम राम्रो एकदम रमाइलो हिँड्ने गर दाइ सुरज कस्तो लागिरहेको छ त घुम्दा लेक साइड राम्रो त लागिरहेको छ सिङ्गल हिँड्दाखेरि हल्का गाह्रो भइरहेको दाइलाई पनि त्यही हो हजुरलाई फोन गरिदिउँ ए म त घुम्दा घुम्दा साउथ कोरिया आइपुगेछु त लेक साइडबाट हिँडेको मान्छे कोरिया आइपुगेछु यार ल गाइस म चाहिँ कोरिया आइपुगेँ है म कोरिया आइपुगेँ आई एम इन कोरिया कृष्ण खेल्ने हो त अघि भने ल आइज